नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्दस्सा। साधु साधु साधु। सिद्धार्थ बोधिसत्व बिस्तारै ठूलो हुँदै आए। अब उनी 8 वर्ष भए। उनलाई अनेक शिल्प विद्या पढाउनका लागि राजा शुद्धोधनले राम्रो व्यवस्था गरिदिए। अनेक शिल्प विद्यामा पारंगत गुरुहरूबाट उनलाई पढाउने, लेखाउने तथा गणित आदि सिकाउने कार्य भयो। उनी पढ्नमा निकै चलाख थिए। उनी एकपल्ट पढिसकेको कुरालाई कहिल्यै बिर्सदैनथ्यो। उनले गुरुहरूको निर्देशनमा छिट्टै नै धेरै विद्याहरूमा पारंगत भए। सिद्धार्थ बोधिसत्वले शब्दमित्र पण्डितबाट भाषा, विज्ञान, त्रिवेद र व्याकरण जस्ता विद्याहरूको अध्ययन गरे। भारद्वाज भन्ने ब्राह्मणबाट योगको शिक्षा पनि लिए। बोधिसत्व सिद्धार्थको बाल्यकाल सुरु भयो। उनको स्वभाव राम्रो र सबैलाई समानताको व्यवहार गर्नु थियो। सबैलाई दया गर्नु, माया राख्नु, आफूले सक्दो अरूलाई उपकार गर्नु उनको राम्रो व्यवहार थियो। धनी होस् या गरिब, राज परिवारका होस् या सामान्य जनता, उनका लागि सबै समान थियो। एक समयको कुरा थियो। सिद्धार्थ बोधिसत्व बगैँचामा डुलिरहेको थियो। त्यसबेला आकाशबाट एउटा पानीहाँस खस्यो। त्यसको जिउमा बाण लागेको थियो। छटपटिरहेको थियो। त्यो दृश्य देखेर सिद्धार्थलाई उप्रति करुणा जाग्यो। तुरुन्त गएर पानीहाँसलाई लागेको बाण निकालिदियो र जडीबुटीको औषधि हालिदियो। त्यसै बेला देवदत्त हातमा धनुष लिएर एक हुल केटाहरूसँग त्यो पानीहाँस माग्न आए। उसैले पानीहाँसलाई बाणले हानेर घाइते बनाएको थियो। सिद्धार्थलाई राम्ररी थाहा थियो त्यो पानीहाँस देवदत्तलाई दियो भने त्यसको हालत के हुने हो। यसर्थ सिद्धार्थले त्यो पानीहाँस देवदत्तलाई दिन मानेनन्। पानीहाँसको कुरालाई लिएर दुवैमा निकै विवाद चर्कियो। अन्ततः यो कुरा राजदरबारसम्म पनि पुग्यो। राजा शुद्धोधनले यसको निष्पक्ष निर्णय गर्नको लागि आफूले फैसला नगरी विद्वान ब्राह्मणहरूलाई सुम्पिदिए। उनीहरूले सबै कुरालाई राम्ररी विचार गरी सत्य तथ्य जानेर फैसला सुनाइदिए। अवश्य पनि मार्नेको भन्दा बचाउनेको अधिकार धेरै हुन्छ।
यसर्थ यो हाँस निश्चय पनि सिद्धार्थ कुमारले नै पाउनु पर्दछ। राजसभाको निर्णय अनुसार त्यो पानी हाँस सिद्धार्थले नै पाए। उनले त्यो हाँसलाई घाउ निको नभएसम्म स्याहारेर राखे। जब घाउ निको भयो तब त्यसलाई उनले खुल्ला आकाशमा उडाइदिए। सिद्धार्थ कुमार बिस्तारै अझ ठूलो हुँदै आए। जति जति ठूलो हुँदै आए त्यति त्यति राजा शुद्धोदनलाई आफ्नो छोरा गृह त्याग गरेर सन्यास बन्न जालान् भन्ने चिन्ताले सताउन थाले। राजा शुद्धोदनले दरबारका भाइ भारदारहरूसँग सल्लाह गरी सिद्धार्थलाई दरबारमै बोलाइराख्नको लागि भव्य 3वटा महल बनाउन लगाए। सबै बन्दोबस्त मिलाइएका र सुख सुविधाले सम्पन्न गरिएका मनोरम ती महलहरू हुन्। एक रम्य 7 तल्ले महल जुन हेमन्त ऋतुमा बस्नको लागि थियो। 2 सुरम्य यो महल 7 तल्लेका थिए जुन वर्षा ऋतुमा बस्नको लागि थियो। 3 शुभ यो महल 5 तल्लेका थिए जुन ग्रीष्म ऋतुमा बस्नको लागि थियो। दरबारमा नाच्ने गाउने सबै प्रकारका नर्तकीहरूको व्यवस्था गरियो। सिद्धार्थ कुमारलाई सक्दो दरबारमै बोलाउने व्यवस्था थालियो। सिद्धार्थ कुमारले दरबार त्याग्ने विचार समेत गर्न नपाओस्, दरबारमै मन फुलिरहोस् र भविष्यमा राजाहरूका अधिपति चक्रवर्ती राजा बनोस् भन्ने राजा शुद्धोदनको तीव्र इच्छा थियो। तसर्थ उनले त्यसैलाई मध्यनजरमा राखेर भरसक सबै बन्दोबस्त गराइदिएको थियो। दरबारको रमझम तथा रमाइलोका बावजुद पनि सिद्धार्थको मन त्यसमा त्यति लाग्दैनथ्यो। गम्भीर भएर विभिन्न विभिन्न कुराहरूको बारेमा सोचिरहन्थ्यो। सिद्धार्थ कुमार दरबारको सुखशैलमा फुल्नुभन्दा झन गम्भीर हुँदै गएको कुरा थाहा पाएपछि राजा शुद्धोदनलाई अब झन चिन्ता थपियो। त्यसै विषयलाई लिएर राजा शुद्धोदन चिन्तित भएर बसे। राजाको चिन्ताको विषय थाहा पाएपछि दरबारका सबै मानिसहरूले सिद्धार्थ कुमारको विवाह गराई सांसारिक बन्धनमा बाँधिदिने प्रस्ताव राखे।